हेलो साथीहरू, फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो यस युट्युब च्यानलमा। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। र देश तथा विदेशमा छडेर रहनु भएको जति पनि दाजुभाइ दिदीबहिनी आमा बुवा सबैमा ह्याप्पी दसैँ भन्न चाहन्छु। आज चाहिँ म एकदमै साउदीको विकट ठाउँ, घरहरू पनि नभएको एकदम साउदीको लास्ट बोर्डर त्यो ठाउँमा आइपुगेको छु। त्यही भएर एउटा भिडियो बनाउँदैछु, हेर्दै जानु होला के कस्तो लाग्छ। तपाईँहरूलाई म देखाउँदै जानेछु भिडियोहरू। तपाईँहरू हेर्न सक्नुहुन्छ यो ठाउँ चाहिँ साउदीको लास्ट बोर्डर भन्दा पनि हुन्छ। गाडीहरू पनि छैन, पातलो गाडीहरू र मरुभूमि जताततै यस्तै छ। देखाउनेछु खजुर खेती, पुरा खजुरै खजुर खेतीहरू देखाउँदै जानेछु, हेर्दै गर्नु होला। अलिअलि ग्यारेजहरू यतातिर मान्छेहरू काम गरेर गरिन भएर बसिरहेको छ। अझै पनि गर्मी हटेको छैन साउदीमा चाहिँ, अहिलेसम्म गर्मी नै छ। 40-45 डिग्री, कुनै दिन 45 डिग्रीसम्म हुन्छ। हेर्नु होला तपाईँहरू, यो मरुभूमिमा पहिला यस्तो यो मान्छेले बनाएको जस्तो छ। यो डाँडाहरू यो सबै पहिला समुद्र कुदेको होला यो ठाउँमा। पुरा रुखहरू पनि रोपेको हो कि आफै भएको, यो हेर्न सक्नुहुन्छ तपाईँहरू। म चाहिँ एकदमै सानो सिटीमा आइपुग्नु लाग्यो। म चाहिँ हेर्नु सक्नुहुन्छ, यस्तो ठाउँमा पनि बस्ती बसाएको छ मान्छेले। यस्तो ठाउँ छ साथीहरू, हेर्न सक्नुहुन्छ। यहाँ अगाडि चाहिँ यस्तो ठाउँमा पनि खेती किसान राम्रै गरिरहेको हुन्छ मान्छेले। मकैहरू, धनियाँ, सागहरू यस्तो ठाउँ पनि हुने रहेछ। तपाईँहरूलाई म देखाउने छु साउदीको बारीहरू। साउदीको बारी, सानो सानो करेसा बारीहरू देखाउने छु। पुरा खेती छ, खेती गरिरहेको छ। यहाँ अगाडि पनि हेर्न सक्नुहुन्छ, खेती गरिरहेको छ। यहाँ मकै, यो चाहिँ मकै लगाएको हो थोरै। साउदीको रम्मल घारी हेर्न सक्नुहुन्छ। यस्तो खजुरको बगान छ यहाँ। अहिले चाहिँ बुढो भइसकेको छ खजुरहरू। यही खजुरले कति कमायो होला पहिला। अहिले सबै बुढो भइसकेको छ खजुरको बोटहरू। हेर्न सक्नुहुन्छ, यस्तो खजुरको रुखहरू छ। जङ्गलै छ खजुरको, सानो सानो। यहाँनिर मकैहरू रोपिराखेको छ। यस्तै छ साथीहरू। अहिले चाहिँ म मरुभूमि काटेर पनि सानो सिटी, गाउँको सिटीमा पसिसकेको छु। यो ठाउँलाई चाहिँ ओयाना भन्छ साउदीको ठाउँको नामहरू प्राय सेमै हुन्छ। ओयाना सिटी, सानो ओयाना सिटीमा म आइसकेको छु। जता हेरे पनि खजुरको रुख मात्रै भेटिन्छ। यो ठाउँमा चाहिँ भर्खरै बसेको बस्तीहरू हो। एकदमै नयाँ
डिजाइनको घरहरू नयाँ नयाँ सबै बन्दैछ घरहरू कतिपय बनिसक्यो हेर्न सक्नुहुन्छ। यो चाहिँ ओयाना, यो ठाउँको नाम ओयाना हो। मेरो भिडियो के कस्तो लाग्छ तपाईहरुलाई सपोर्ट गरिदिनु होला सबैजनाले। लाइक कमेन्ट शेयर सब्स्क्राइब पनि गरिदिनु होला। हेर्न सक्नुहुन्छ तपाईहरु यस्तै गरेमा पुरा गम्बुट लाएर हिँडिरहेको छ एकजना साथी। काम गर्नै पर्यो, काम गर्न आएपछि गरि भए पनि कस्तो मजाले साउदीको ठुलो झन्डा नेसनल डे को दिन चेन्ज गरेको होला। मजाको देखेको छ, कत्रो झन्डा लगाइरहेको छ। यो चाहिँ ओयाना सानो ओयाना सिटी। ओयाना सिटी हो यो चाहिँ। यतातिर होटलहरू इन्डियन होटल, केरला होटल छ। यस्तै छ साथीहरु, साउदीमा गाह्रो छ काम गर्नु। बिहान म 3 बजेदेखि हिँडेको, अहिलेसम्म म बाटोतिरै छु। तपाईहरु सामु सानो भिडियो लिएर उपस्थित भइसकेको छु। के कस्तो लाग्छ सबैजनाले सपोर्ट गरिदिनु होला मेरो शेर्पा ब्लगलाई। आउने दिनहरुमा राम्रो राम्रो भिडियोहरु तपाईहरु सामु लिएर आउने नै छु। हेर्न सक्नुहुन्छ मजाको माथि डाँडा माथि पनि घरहरु रहेको छ। यहाँनिर चाहिँ चारैतिरबाट निस्किने भएर थोरै भिडभाड पनि भयो। युट्युब च्यानल खोलेको धेरै भएको छैन मैले, 20-22 दिन 1 महिना हुन लाग्यो कि सिक्दैछु साथीहरु। हेर्न सक्नुहुन्छ यो माथि डाँडामा घरहरु सानो सानो यस्तो पहाड काटेर बनाएको छ। हेर्न सक्नुहुन्छ पुरा देखेको चाहिँ खजुर खेती हो। पाक्कै लगाएको छ यहाँ चाहिँ कति हुन्छ, एउटै बोटमा कति फल्छ हेर्न सक्नुहुन्छ। कति धेरै छ खजुरको खेती। यस्तरी हुन्छ खजुरको खेती साउदीमा। यति भन्दै म तपाईहरु सामु बिदा हुन चाहन्छु। भिडियोलाई सपोर्ट गरिदिनु होला, लाइक कमेन्ट शेयर पनि गरिदिनु होला।
सबैजनाले सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला भन्दै तपाईँहरू सामु म बिदा हुन चाहन्छु। अर्को ब्लग लिएर आउने नै छु, हेर्दै गर्नु होला।